हेलो एभ्रिवान एन्ड नमस्ते सबैजनालाई स्वागत छ हजुरहरूलाई मेरो यस आजको भिडियोमा। अनि आज हामी बुढाबुढी चाहिँ कता हिँडेको भन्दाखेरि चाहिँ ब्रोइलर लिनलाई। यहाँबाट ब्रोइलर लिन जान चाहिँ 10-15 मिनट लाग्छ, त्यहाँ मासतिर जानुपर्छ। अनि हामी चाहिँ प्रायःसँगै ब्रोइलर लिएर आउँछौँ, किनभने यहाँ काटेर बेचेको हुन्छ नि, यहाँ कति दिनमा फ्रिजमा राखेको हुन्छ नि त। अनि त्यही भएर हामी चाहिँ सँगै ब्रोइलर लिएर आउँछौँ क्या, जहिले पनि प्रायः जस्तो हामी माथिबाटै लिएर आएको हुन्छ। यो चाहिँ कहिले कहिले लिन्छौँ। अनि लिएर आइसक्यौँ ब्रोइलर, मैले चाहिँ अघि भिडियो गर्नु पनि बिर्सेछु क्या। अनि लिएर आइसक्यौँ, लिएर आएर पनि भूत ल्याएर पनि म चाहिँ यता काट्दैछु। अनि मेरो बुढाले चाहिँ कहिले पनि काट्नुहुन्न, मेरो बुढाले चाहिँ काट्नु पनि आउँदैन क्या, खास गरी भन्नुपर्दा चाहिँ। अनि उहाँले कहिले पनि काट्नुहुन्न। अनि नानी हुनुहुन्छ, नानीले पनि काट्नुहुन्न। अनि म यो क्या काट्ने भनेको चाहिँ जहिले पनि मैले नै काटिरहेको देख्नुहुन्छ हजुरहरूले अरू भिडियोहरूमा पनि, होइन मैले हालिरहेको हुन्छु। अनि जहिले म काटेर हालेको हुन्छु। अनि हामी घरमा अहिले 3जना मात्रै छौँ नि त। अनि त्यही भएर हामी 3जना मात्रै छौँ, अनि त्यही भएर म एक्लै नै काटिरहेको हुन्छु। अनि म चाहिँ तरकारी पकाउन लागेँ। तरकारी कराही बसालेर पनि, खुर्सानी प्याज हालेर पनि, यता मासु हालेर पनि, अनि हर्दी र नुन हालेर पनि, यतातिर अरू मसला हाल्न चाहिँ भिडियो गर्नै बिर्सिन्छु क्या म चाहिँ खालि प्रायः जस्तो। त्यही भएर क्या साथीहरू, मेरो चाहिँ भात तरकारी पाकेर पनि म चाहिँ खाँदैछु।